सम्पूर्ण साथीहरुमा नमस्ते। आज चाहिँ म सोयाबिन चिल्ली बनाउने तरिका तपाईहरुलाई चाहिँ शेयर गर्न गइरहेको छु। यसको लागि के चाहिन्छ तपाईले अगाडि भिडियोमा देखिसक्नु भएको छ। सबभन्दा पहिला मैले चाहिँ अलि सोयाबिनलाई एउटा चाहिँ गहिरो भाँडामा मनतातो पानीमा चाहिँ भिजाएँ। त्यसपछि यसमा मिसाउनको लागि क्याप्सिकम पनि मैले धोएर राखेको छु, धुँदैछु है। त्यसपछि मैले एउटा ठुलो प्याजलाई 4 भागमा चाहिँ टुक्रा पारेँ र त्यसबाट बीचबाट फेरि त्यो 4 भागलाई बीचबाट टुक्रा पारेँ र यसको मैले प्याजको चाहिँ लेयरहरूलाई चाहिँ छुट्याइरहेको छु। तपाईहरुले पनि यसरी नै छुट्याउनु होला। यसरी प्याजहरू छुट्याइसक्दाखेरि चाहिँ मैले चाहिँ लास्टमा चाहिँ एउटै साइजको प्याजहरूलाई चाहिँ छुट्याएँ है, जसले गर्दा चाहिँ अलिकति चिल्ली जुन हाम्रो सोयाबिन चिल्ली बनाउँछौँ त्यसमा चाहिँ अलिकति राम्रो देखिन्छ, सबै इक्वल साइजको भयो भने। त्यसपछि मैले 2टा टमाटर पनि लिएको छु। टमाटरलाई पनि सेम प्याजकै साइजमा मैले काटेँ र यसको गुदीलाई चाहिँ हटाएको छु, जसले गर्दा टमाटर अलिकति चाँडै गल्दैन। तपाईहरुले पनि यसरी नै टमाटरलाई पनि काट्नु होला। त्यसपछि अघि धोएको जुन हाम्रो क्याप्सिकम छ त्यसलाई पनि मैले काट्न गइरहेको छु र यसलाई पनि मैले सेम अघि काटेको प्याजको साइजमै मैले यसलाई चाहिँ काटेर रेडी गराएको छु। त्यसपछि मैले रेड चिल्ली लाई अलिकति लाम्चो शेपमा चाहिँ काट्दैछु र तपाईले चाहिँ जुन शेपको मनपर्छ त्यही अनुसार काट्न सक्नुहुनेछ। त्यसपछि मैले चाहिँ लसुनलाई पनि मसिनो गरेर चप गर्दैछु, काटिरहेको छु र यो चाहिँ लोकल लसुन हो। लोकल लसुन प्लस यो चाहिँ हाम्रो घरमै उत्पादन गरेको। लोकल लसुन भन्नाले चाहिँ लोकल लसुनको के हुन्छ भने तपाईको यसको दाना केसेर चाहिँ अलिकति सानो सानो साइजको हुन्छ र अलिकति टेस्टी पनि हुन्छ ठुलो भोटे लसुनको तुलनामा। र त्यसपछि मैले अघि नै भिजाएर राखेको सोयाबिनलाई चाहिँ पखाल्दैछु। यसलाई चिसो पानीमा चाहिँ राम्रोसँग पखाल्नु होला र यसमा तपाईहरुले पखाल्दाखेरि चाहिँ यो रेडी गर्दा के ख्याल गर्नु भने पानीको क्वान्टिटी जुन हुन्छ सोयाबिनबाट चाहिँ सबै हटाउनु होला, निकाल्नु होला। त्यसपछि मैले एउटा कराई लिएँ, कराईमा अलिकति धेरै तेल राखेको छु है। त्यसलाई एकदम तातो हुने गरी चाहिँ धेरै नै तातो हुने गरी चाहिँ तपाईहरुले तताउनु होला। जुन मैले भिडियोमा देखाए अनुसार मेरो तेल चाहिँ एकदमै तातो भएको छ, जुन बाफ उडिरहेको छ धेरै नै तातेर। र मैले यसमा चाहिँ अघि सफा गरेर राखेको सोयाबिनलाई पनि त्यसैमा रोस्ट गर्दैछु। बिस्तारै चलाउँदै रोस्ट गर्नु होला र लास्टमा यो अलिकति गोल्डन ब्राउन कलरको चाहिँ भइसक्यो। देख्न सक्नुहुन्छ तपाईहरुले भिडियोमा। र यसरी बनेको रोस्टेड सोयाबिनलाई मैले एउटा भाँडामा निकालेर राखेको छु। हेर्दाखेरि कस्तो राम्रो देखिएको छ है। त्यो जुन सोयाबिन छ त्यसलाई चाहिँ रोस्ट गरेर राखिसकेपछि पुनः मैले फेरि अघिकै कराईमा अलिकति थोरै तेल लिएँ। त्यसमा अघि नै काटेर राखेको जुन हाम्रो लसुन छ त्यसलाई पनि त्यसैमा फुराएको छु है। लसुन फुराउनु होला। यसलाई तपाईहरुले पेस्ट बनाएर राख्नुभयो भने पनि बेस्ट हुन्छ, तर मैले चाहिँ पेस्ट बनाएन। यसमा मैले सँगसँगै अदुवा र जुन लसुन छ, अदुवा लसुन प्लस अघि काटेको जुन हाम्रो रेड चिल्ली छ त्यसलाई पनि राखेर तेलमा सबैलाई मिक्सअप गरेर बिस्तारै चलाउँदै चाहिँ जुन यसलाई अलिकति ब्राउन कलरको हुँदासम्म चाहिँ चलाएँ र पकाइरहेको छु। र त्यसपछि यसमा तपाईले अघि काटेको प्याज जुन छ त्यसलाई मिक्सअप गर्ने। मैले भिडियोमा बनाएअनुसार प्याजलाई पनि बिस्तारै चलाउँदै पकाउनुहोस्। त्यसपछि क्याप्सिकमलाई मिक्सअप गर्नुहोस्। क्याप्सिकम बनाइसकेपछि यसलाई अलिकति धेरै टाइम नै तपाईले बिस्तारै चलाउँदै पकाउनुपर्छ। यतिखेर मैले ग्यासको फ्लेमलाई अलिक सानो गराएको छु। त्यसपछि तपाईहरुले जुन अघि काटेको जुन हाम्रो टमाटर छ त्यसलाई पनि मिक्सअप गर्नुहोस् र यसलाई बिस्तारै ग्यास सानो बनाएर चाहिँ चलाउँदै पकाउनु होला है। यो अलिकति 20 देखि 25% सम्म चाहिँ यो पाकिसकेको हुनुपर्छ पहिलो स्टेजमा। त्यही अनुसार तपाईले ग्यासलाई सानो गराएर सबै पाकिने गरी भनेको मिक्सअप हुने गरी है पकाउनु होला। र त्यसपछि मैले यसमा चाहिँ अलिकति बेसार राखेँ र स्वादअनुसार नुन राखेको छु र अलिकति धुलो मसला राखेको छु। यो धुलो मसला चाहिँ मेरो सबै मिक्स भेजिटेबल मसला भन्ने पाउँछ है, त्यसलाई चाहिँ युज गरेको हो। तपाईले चाहिँ आफूसँग भएको र आफ्नो स्वादअनुसार अरू पनि एड गर्न सक्नुहुन्छ। त्यसपछि मैले अघि जुन रोस्टेड गरेको हाम्रो सोयाबिन छ त्यसलाई पनि मिक्सअप गरेँ। मिक्सअप गरेर चाहिँ यसलाई बिस्तारै चलाउँदै पकाउँदैछु। यसरी चलाउँदै पकाउँदै गर्दाखेरि चाहिँ सबै मिक्सअप हुनुपर्यो है। त्यसपछि मैले सोया सस युज गरेँ र
टमेटो केचअप पनि युज गरेको छु। यो चाहिँ अब टमेटो केचअप त चिल्ली भनेपछि तपाईँको सोयाबिन चिल्ली साथसाथै अरू जुनसुकै आइटमहरूको चिल्ली बनाउँदाखेरि पनि तपाईँको युज हुने कुरा भइहाल्यो। त्यसले गर्दाखेरि यो मिक्सअप गर्नुहोला। मैले अलिकति धेरै क्वान्टिटीमा युज गरेछु किनभने मलाई एकदमै यो मनपर्छ है। त्यसले गर्दाखेरि मैले सबै मिक्सअप गरेर ग्यासको फ्लेमलाई अलिकति बढाएँ र त्यसरी नै पकाइरहेको छु। तपाईँले पनि यसलाई पकाउनु होला है, चलाउँदै पकाउनु होला। बिस्तारै चलाउँदै पकाउनु, ढाक्न चाहिँ पर्दैन। तपाईँहरूले चलाउँदै पकाउनु पर्ने हुन्छ सबैलाई। र यसरी हेर्दाखेरि मलाई चाहिँ यो पाकिसकेको जस्तो लाग्यो। त्यसले गर्दाखेरि मैले एउटा यसलाई बल्बमा चाहिँ निकालेँ है, एउटा कटोरामा निकालेर राखेको छु। जुन तपाईँले देख्न सक्नुहुनेछ एकदमै राम्रो देखिएको छ र मलाई लाग्छ एकदम यो टेस्टी पनि होला जस्तो देखिरहेको छ। र यो फाइनली यो मेरो रेडी भयो र मैले जुन सोयाबिन चिल्ली छ यसलाई एउटा सानो कचौरामा निकालेर टेस्ट गरेँ है। मलाई एकदमै मन पर्यो। थ्याङ्क यू टु अल फर वाचिङ माई भिडियो। र यस्तै भिडियो हेर्नको लागि तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोहरू लाइक पनि गरिदिनु होला। धन्यवाद।